हेलो गुड मर्निङ। सो आजको दिन रहेको छ अलिअलि रमाइलो, अलिअलि चिसो चिसो होइन, मौसम अलिक खुलेको जस्तो भइरह। होइन यहाँ त साइड लाइट बाले पनि हात देखाउनुपर्छ नि त। गाह्रो छ हजुर, गाह्रो। कतिपयहरू गफमा भुलिनुहुन्छ नि त, सो त्यही भएर हात देखाएर साइड लाइट बालेर हिँड्नुपर्छ। अनि के छ त हालखबर? आज बिहान मौसममा मैले एउटा कुरा के दिमागमा याद आयो भने, मलाई कसले हो यो बाइकमा अब दुईवटा चाबी त आउँछ नि त, हाम्रो बाइकमा दुईवटा चाबी आउँछ, तर त्यो चाबी चाहिँ एउटामा चाबीले काम गर्छ, अर्को चाबीले काम गर्दैन अरे। ओहो कस्तो लाग्यो। त्यसमा चाहिँ के गर्नुपर्छ भने कम्पनीमा लगेर फेरि त्यो यो चाबीमा चाहिँ के हुन्छ नि, इन्क्रिप्सन डिक्रिप्सन हुन्छ क्या, एउटा चिप्स हुन्छ क्या। त्यो चिप्स र यो चाबीको यहाँभित्रको चिप्सले त्यो कोडिङ गरेर म्याच गऱ्यो भने मात्र चल्छ अरे क्या त्यो चाबी। मैले त्यो सुनेको थिएँ, आज घरबाट चाबी लिएर आएको छु एक्स्ट्रा। अब त्यो कुरा कतिको फेक हो कतिको होइन भनेर चेक गर्न मन लागेको छ मलाई है। त्यही भएर म यहाँ बाइक रोकेर त्यो चाबी हालेर चलाउने कोसिस गर्छु। अलिकति यतै साइड लाउँ, अलि उकालो छ, एकचोटि चेक गरौँ। मलाई त्यो कुरामा हेर्नुपर्ने छ। अर्को चाबी नचलाइरहेको छु, यस्तो ग्रिन कलरको छ, यसलाई अफ गरिदिउँ होइन। अहिले यसलाई यहाँभित्र हालौँ। अब यो ग्रिन कलरको चाबीले काम गर्छ कि गर्दैन हेरौँ है त। वा अन त भयो त, यो पनि भयो। अब कुदा हेरौँ है त। चल्यो त। मैले सुनेको न्युज फेक रहेछ। यहाँ चाहिँ गाडीहरू आउँछ, टर्निङ हर्न बजाउनै पर्छ। सो अब यहाँबाट के प्रुफ भयो भने मैले न्युज सुनेको फेक रहेछ, मजाले काम गर्दो रहेछ। नभए त गाह्रो पर्ने नि होइन। के गरी चाबी हरायो एउटा होइन, अर्को ब्यागमा छ अरे, अथवा जेनरली बाइकको पछाडिको सिटको मुनि लुकाएर राखे हुन्छ क्या यो। अनि बाइकको चाबी हरायो, तर त्यहाँबाट जसो तसो खोजेर भनौँ न ब्याक सिटको निकाल्यौँ अरे होइन। अनि चाबी हालेर बाइक स्टार्ट भयो भने तनाव हुन्छ नि त। त्यसो भयो, त्यो न्युज फेक रहेछ है। सो सेकेन्डरी हाम्रो चाबी पनि त्यतिकै हाल्न साथै चल्दो रहेछ है त। फाइनली कन्क्लुडेड, दिस इज फेक। बाई बाई।